हेलो साथीहरू, वेलकम टु माई ब्लग। आज चाहिँ हामीहरू पानीपुरी खाँदैछौँ। नानीहरूसँग यसरी नै टाइम स्पेन्ड गर्नुपर्छ है साथीहरू। समर भ्याकेसनमा नानीहरू पनि एकदम फोन हेरेर हामीले जानेको कुरा नानीहरूलाई सिकायो भने चाहिँ एकदम नै खुसी हुँदो रहेछ हौ नानीहरू, किनकि उनीहरू पनि लर्निङ स्टेजमा हुन्छ नि त है। फोन हेरेँ कि लु आज चाहिँ मैले पानीपुरी बनाउने र खाने प्लानिङ गर्यो नानीहरूसँग। अन्त कोही नानुहरूले चाहिँ प्याज केलाउनु सघाइरहेको छ मलाई। अन्त म चाहिँ यता पानीपुरीको फ्रेस पानी बनाउँदैछु। अनि यता हाम्रो नानुले प्याज काटेर रेडी गर्यो हो। अनि मैले चाहिँ यहाँनिर पानीपुरी फ्राई गरेर रेडी गरेँ। अनि मेरो सानो नानु चाहिँ एक्लै खेलिरहनु भयो। मैले चाहिँ हरियो खोर्सानी रेडी गरेर काटेँ। अनि पानीपुरीको लागि चाहिँ प्याज र हरियो खोर्सानीको फ्लेभर एकदम राम्रो आउँछ नि त। र मैले यसरी यसलाई चप काटेँ हो। यो पानीपुरीको लागि चाहिँ इन्ग्रिडियन्ट्स धेरै नै युज गर्नुहुन्छ र मैले चाहिँ एकदम सिम्पल तरिकाले बनाएको छु साथीहरू। अनि यसरी मैले सबै रेडी गर्यो र यो पानीपुरी चाहिँ एकदम छिटो मिठो रहेछ है, बनाएर खानु पनि नानीहरूसँग यसो बेला भएर हो, फ्यामिलीहरूसँग बनाएर। यो गर्मी महिनामा चाहिँ पानीपुरीको फ्यानै भइसक्यो र मेरो नानुहरूले पनि साह्रो मन पर्नुहुन्छ। अनि तपाईँहरूले पनि बनाएर खानु सक्नुहुन्छ यसरी नै सिम्पल तरिकाले मैले बनाएको जस्तै। अनि यो पानीपुरीमा चाहिँ धेरै कुराहरू लगाएर खाँदाखेरि मिठो हुन्छ, तर मलाई चाहिँ सिम्पल मनपर्छ नि त। त्यही भएर मेरो चाहिँ केही छैन, सिम्पल छ। यसको लागि मैले हरियो मिर्ची, अन्त ओनियन, अनि रेड चिली पाउडर, नुन मात्रै एड गरेको छु र यसको लागि चाट मसला, अन्त अलिकति लेमन मिक्स गरेको छु। हाम्रो पानीपुरी चाहिँ अलमोस्ट रेडी भइसकेको छ र एकदम यसरी र फर्स्ट फ्राई गर्नु लागिरहेको छु मैले यसरी। र थोरै सब्जी मैले एड गरेँ, लगाएँ। अनि यसमा चिसो पिरो एकदम अमिलो पानी मिक्स गरेर खाएको। आमामा एकदम दामी झक्काझक भएको छ। लु सधैँभन्दा आज चाहिँ मेरो नानुहरूले पनि यो पानीपुरी एकदम मन पराइदिनु भएको छ। कम भयो, तर मेरोमा चाहिँ अलिकति खोर्सानी कम्ती लगाएको छु नि त, नानुहरूले बेसी खानुहुन्छ। त्यही गरेर हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने प्लिज लाइक एन्ड सब्सक्राइब माई च्यानल।